हेलो नमस्ते। म चाहिँ धेरै वर्षपछि चाहिँ हाम्रो यता पस्लाङमा मामाइजीको घरमा आएको। यहाँबाट चाहिँ यस्तो रमाइलो देखिन्छ कि गोर्खा बजारको दृश्य होइन, यस्तो दामी छ, एकदम खुसी लागिरहेछ। म देखाउँछु त्यो यस्तो दामी छ कि आनन्द फिल हुन्छ यार। आनन्द हावा पनि यति राम्रो छ कि हावा पनि यस्तो गरी महिनाधरि शीतल भइरहेको। यस्तो रमाइलो गोर्खा बजार यो चाहिँ यहाँबाट। पहिला पहिला अजाजीलाई भेट्न आउँदाखेरि मामाइले भेट्न आउँदाखेरि यहाँ छुट्टै रमाइलो हुन्थ्यो। अहिले त पुरै बाटो पनि पुरै ब्रिज भइसकेको छ, झन् यस्तो दामी भएको रहेछ। म त कति वर्षपछि आएको। यता चाहिँ हाम्रो यता पश्चिमकाली मन्दिर हामीले पहिलो एकचोटि कन्सर्ट गरेको थियौँ, त्यो पनि याद आयो त्यस अहिले। अब विगतको दिनहरूको याद आयो एकदम। हाम्रो देश नेपाल यति सुन्दर शान्त विशाल छ कि होइन। जताततै डाँडाले पहाडले घेरिएको हाम्रो देश, हरियो वन नेपालको धन। प्राकृतिक स्वरूपमा धनी। त्यो बाटो पनि जताततै यार, कता कता डाँडा भित्रबाट बाटो छ, कता कता अहिले। कताबाट
ओरिजिनल अक्सिजन यो हो नि त। ल ल ल लहरै काट्दिउँ भन्थ्यो कसले कसले बोटै हल्दियो भने सोल्टी मस्त निन्द्रामा छ। बुझाइ छैन। यता पश्चिम काली मन्दिर हामीले यहाँ माथि कन्सर्ट गरायो कि यहाँ त्यो बेला। हर हर महादेव। पश्चिम काली मन्दिर त्यो बेला यहाँ यति भिड हुन्थ्यो नयाँ वर्ष दिन हामीले यहाँ कन्सर्ट गरेको थियो। मान्छे यति धेरै भिड थियो कि प्रोग्राम हेर्नेको एकदम रमाइलो भएको थियो त्यो दिन विगतको दिनहरू। यहाँबाट यस्तो देखिन्छ पुरै सुनसान छ। पश्चिम काली मन्दिर चाहिँ हो। कस्तो रमाइलो फिल भइरहेको। हामी सानसानो यहाँ कति खेल्थ्यो यहाँ अजा घर आउँदाखेरि अजाजीको मामाजीको अझ के खानु ला के बनाउनु ला फेरि अमृतम्बा ग्यास्ट्रिकको रोग निको हुने औषधि अकबरे ग्यास्ट्रिकको रोग निको हुने रे।
कुखुरे काटेर पनि पाकिसक्यो पुरै लोकल हो यो पछिटो पाए त चल्ला नि ल धेरै वर्षपछि भेटेको सफल कति वर्षपछि यहाँ मामा घर आएको भयो होला 7-8 वर्ष 7-8 वर्षपछि जेठो मामाको छोरासँग भेटघाट यो चाहिँ हाम्रो ठुलो माइजीको घर धेरै वर्षपछि यता चाहिँ खाजा खानुला त्यहीँबाट आउनु पहलने त्यही भएर म यही यस्तोतिर अब काइक कतिको छ म त हात्या भने खाने मसला पिन्ने चाहिँ खुर्सानी मज्जा सके एक वर्ष थाल्यो फेरि अर्को वर्ष नमर्ने चाहन्छु गोलभेडाको झ्याङ यतापट्टि चाहिँ फेरि थियो त्यो गोल है गोलभेडा त्यहाँनिर लोकल गोलभेडा म कहाँ थियो त्यो मैले रोपेली होइन त्यो त कताबाट यहाँ त्यो चराले खायो हगेर त्यही उम्रिँदैन रहेछ कहाँको बारीको पागल त्यो कति भएको त्यो